हेर्नु कस्तो लाग्दैछ। यहाँ अगाडिमा पनि लगाएको छु, यहाँ लगाएको छु र युट्युबको नाम पनि लेखेको छु। हेलो गाइस, वेलकम टु माई च्यानल अमन्स वर्ल्ड। सो गाइज अहिले हामी जाँदैछौँ पहिला एटिएम, अनि एटिएममा पैसा निकालेर अनि त्यसपछि जानुपर्छ गाडीको मोबिल चेन्ज गराउन। अनि मोबिल चेन्ज गराएपछि अनि फेरि पेट्रोल हाल्न जानुपर्छ। अनि पेट्रोल हालेपछि फेरि अझै एउटा काम छ, अनि त्यो काम गर्न जानुपर्छ गाइज। त्यही के बाइककै कामहरू छ। अनि सो गाइज म एउटा कुरा भन्न चाहन्छु कि सो गाइज हाम्रो भिडियो अब म्याथलीमा पनि आउँछ, हिन्दीमा पनि आउँछ र नेपालीमा पनि आउँछ। अनि हजुरहरू लाइक गर्नु, सब्सक्राइब गर्नु। अब सधैँ भिडियोहरू आउने गर्छ यो च्यानलमा। कहिलेकाहीँ 1 दिन 2 दिनको ग्याप पनि हुनसक्छ गाइज, त्यो अलि केही कामहरू हुन्छ त्यही भएर। अनि अहिले हामी एटिएमतिर लागेको, रस्ता पनि म बिर्सेँ यार। अनि भिडियो मन पर्यो भने लाइक गर्नु, सब्सक्राइब गर्नु, अनि फ्रेन्डहरूलाई पनि सेयर गर्नु। सो अहिले हामी एटिएमतिर लागेको गाइज। जाम पनि आज धेरै। आज कुन दिन हो रे? मंगलबार होइन? मंगलबार हो कि बुधबार? क्या कर रहे हो दीदी तुम तो? जय श्री राम। सो गाइज अहिले हामी चाहिँ एटिएमतिर आइसकेका छौँ। यही हो एटिएम एनआइसी एसियाको। अनि बाइक पहिले पार्किङ गर्नुपर्छ। कहाँ गर्नु यहीँ गरिदिँदैछु। गाइज अहिले हामी एटिएमतिर गएको। यहाँ छ एटिएम, भित्र छ एटिएम, जानुपर्छ। सो गाइज अहिले हामी एटिएमबाट पैसा निकालिसकेको छौँ। अब गएर जान आँटेको। कहाँ देख रहा है आंटी बे? अब गएको गाइज मोबिल फेर्न। अनि मोबिल फेरेपछि त्यसपछि गाडीलाई वासिङ पनि गराउनु पर्छ। धेरै दिन भएको छ वासिङ नभएको। अनि त्यसपछि फेरि जानुपर्छ पेट्रोल भर्न। सो अहिले हामी आइसकेको छौँ मोबिल चेन्ज गर्न। एक मोबिल चेन्ज गर्दा गाइज अहिले गाडीलाई त्यो मोबिल चेन्ज गरेर अब गाडीमा गइसक्यो। अब कस्तो पेट्रोल छ। माथि चढाउनु मलाई।
सो गाइज अहिले गाडीलाई पुरा स्टिकर टाँसाएको छु, हेर्नु कस्तो लाग्दैछ। यहाँ अगाडिमा पनि लगाएको छु, यहाँ लगाएको छु र युट्युबको नाम पनि लेखेको छु र यहाँ पनि छ मोन्स्टरको स्टिकर। अनि हेलमेटलाई पनि पुरा फुल मोडिफाई गरेको छु गाइज, हेर्नु कस्तो लाग्दैछ। सो गाइज अहिले बाइकलाई भइसकेको छ त्यो मोडिफाई। हजुरहरूलाई पनि गराउनुहुन्छ भने यहाँ आउनु, यहाँ स्टिकर हाउसमा के भन्छ बरगाछीभन्दा अलिक पछाडि छ। हजुरलाई लोकेसन दिइहाल्दैछु, यहाँको लोकेसन म युट्युबमा लोकेसन दिइहाल्छु, हजुर हेर्न सक्नुहुन्छ। हजुरलाई पनि मोडिफाई गराउनुहुन्छ भने यहाँ आउनुहोस्। बाइकहरूमा के नम्बर प्लेटहरू के जे गर्नु छ यहाँ दाइहरूले गरिदिनुहुन्छ राम्रो प्राइसमा। बस भाइ बस। अब रुमतिर लागेको गाइज। सो गाइज आजको लागि यति नै। भिडियो मन पर्यो भने लाइक गर्नु, सब्सक्राइब गर्नु, साथीहरूलाई पनि सेयर गर्नु। अनि अझै भन्न खोजेको मैले हजुरहरूलाई भिडियोमा के राम्रो लाग्दैछ के राम्रो लागिरहेको छैन, के मलाई झन् के हिन्दीमा नै बोल्नुपर्छ पुरा कि नेपाली पनि ठिक छ, हजुरहरू कमेन्टमा भन्नु होला हैन। अनि भिडियो कस्तो लाग्यो सो कमेन्टमा प्लिज भन्नु होला। अब यति मेहनतले हजुरहरूको लागि भिडियो बनाउँदैछु अनि के कस्तो छ अनि कमेन्टमा भन्नु पर्यो नि गाइस। सो त्यही भएर आजको लागि यति नै गाइस, बाई बाई, टाटा। मिल्दैछौँ हामी अर्को भिडियोमा। सो आजको लागि यति नै गाइस।